बुवा बुवा ओइ यहाँ बस आज पनि तिमी खाएर आइस साला नसेरी तिम्रो कारणले गर्दा यो घर जग्गा सबै बिक्री भइहाल्यो तिमी सुध्रिँदैनस् हल्ला नगर्नु है यहाँ साथी आएको छ मलाई खाना ल्याएर दिनु ल खा ए खा जिग्री यार भुजा सुजा खाँदैन यार भात माग न यार तिमीले यहाँ भन्नु भात खुवाउँछौ यार बुवा भात दिनु न एकै दिनु भएको मलाई बेइज्जत गराउनु भएको त साला जरिया डाइलर फन्सी डिल खाएर त तिमीहरूको के को इज्जत के को बेइज्जत जे छ त्यही खा साला जरिया भात खान्छ अरे कमाएर दिएको छस् कमाएर ल्याउँछस् आदि नस्तन मरिसरी आदि गन साला जरिया कमाएर राखेछस् अनि खान्छस् खाने चिज हो पहिला हातमा पर्छ जाई घरै गइदिस ओइ हिँड आउँदिन आजदेखि घरमा जरिया गए नमस्कार सबैजनालाई यो भिडियो बनाउने कारण हाम्रो लागु औषधिको हो एकैछिन यो भिडियो हेरिदिनु होला तपाईहरु ओइ हिँड्न यार डायल गरेर आउन छैन यार पैसा ए भाइ ओइ के गरेको यो तसँग पैसा छ छैन मसँग डायल गर्ने पैसा कहाँबाट ल्याउँछस् मोबाइलले डायल गर्नुपर्छ लाल भाइ तेरो भाइले ढुङ्गाले हान्दियो रे मुखै मुखमा हान्दियो के बोल्दैछस् रे साला मसँग मजा गर्दैछस् रे ओइ म झुटो बोलेको होइन साँचो बोलेको हिँड्न हेर कहाँ छ त्यो यता गयो कता यता तिमीहरू यसरी किन कुदेको ए दाइ मेरो भाइले मार्दियो गजिरले भाइ टेन्सन नलिऊ कानुनको हातबाट कोही बच्न सक्दैन जाऊ उसलाई पक्रिनु पर्छ ओइ तिम्रो डायल यही हो सर मैले यही हो ए भाइ नकुट भाइ नकुट ए भाइ नकुट कानलाई हातमा लिनु हुँदैन ए भाइ तिमीले मार्ने हैन यसको भाइलाई मैले मारेको थिइनँ फेरि झुट बोल्छौ तिमी जस्ता युवाहरू यो नजिक बोर्डर भएर अहिले गर्दै तिमीहरू निर्दोष हैन व्यक्तिहरूलाई तिमीहरू मार्ने काम गरेका छौ तिमीहरू कानुनको नजरबाट बच्न सक्दैनौ तिमी नै मान्छे मार्ने हो हेलो हेलो कन्ट्रोल रुम म इन्स्पेक्टर सन्तोष बोलेको सर आजदेखि तुरन्त यहाँ गाडी पठाइदिनुस् एकजना ड्राइभरले एकजना निर्दोष युवालाई हत्या गरेको रहेछ भाइ तिमीहरू अपराध गर्छौ र अपराध बताउनको लागि भन्छौ मैले गरेको छुइनँ तिमीहरू लागु औषधको लतमा फसेर उठ विशेष गरी यसले हाम्रा समाजका युवाहरू लागु औषधमा फसेर समाजमा गलत काम र अपराधिक गतिविधिमा लागेको छ र हाम्रो यो जुन सर्ट मुभी जुन छ हाम्रो यो एउटा लागु औषध सम्बन्धी सचेतना कार्यक्रम जस्तो छ लागु औषधले घर समाज सबैलाई ठुलो असर पार्छ यो लागु औषध छोडिदिनुस् यो अरू धेरै नोक्सानी गर्छ कसैले पनि यो नयुज गर्नुस् हामीले त्यही सम्बन्धी यो भिडियो बनाएको हो हजुरहरूलाई हेरेपछि यो भिडियो कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक कमेन्ट र सेयर गरिदिनु होला धन्यवाद